You're insane, Sudan. सकियो कापी अनि सकियो कलम अनि सबजना मसी बाँचन दिदी र आमा छोरा बचाउनलाई उता इजरायलमा बसिरहेछन् नेपालको महान छोरा बिपिन जोशी पनि आज हवासको कब्जामा फसिरहेछन् सकियो कापी अनि सकियो कलम अनि सबजना मसी बाँचन दिदी र आमा छोरा बचाउनलाई उता इजरायलमा बसिरहेछन् नेपालको महान छोरा बिपिन जोशी पनि आज हवासको कब्जामा फसिरहेछन् नेतालाई वास्ता छैन के कस्तो यहाँ भइरहेको छ जनताले नै दुःख पाउँछ जनता नै यहाँ रोइरहेको छ अस्तित्व मेटिरहेछ नेतालाई के थाहा छैन बिपिन जोशी हराए अहिले तर निर्मला पन्त हत्याकाण्डले नि न्याय पाएको छैन न्याय पाएको छैन गोर्खालीको छोरो तर शिर मेरो झुकिरहेछ दियामाको आँसु र दिदीको पीडा देख्दा मन मेरो दुखिरहेछ न्याय पाउँदिन यहाँ त्यसैले अर्काको देशमा गरहरू पीडा सबै खोल्नु परेछ कहिले इङ्ग्लिस नबोल्ने आमा आफ्नो छोरा बचाउनलाई बानी इङ्ग्लिसमा बोल्नु परेछ कस्तो ठाउँमा जन्म लिए भन्दै अल्झिरहेको छु म आफ्नो जन्मभूमिमा नि झुकिरहेको छु म बोल्न चाहन्थेन आज बाध्य भएको छु त्यो दिदी र आमाको आँसुको देख्दा निशब्द भएको छु कस्तो ठाउँमा जन्म लिए भन्दै अल्झिरहेको छु मलाई सोच्दा पनि घिन लाग्छ म आफ्नो जन्मभूमिमा नि अल्झिरहेको छु म आफ्नो जन्मभूमिमा नि झुकिरहेको छु आफ्नो जन्मभूमिमा नि झुकिरहेको छु Love you, love you, my boy. Love you so much, यार. लास्ट खुसी लाग्यो है टिकटकको थ्रुबाट पनि केही कुराहरू भइरहेको छ है मान्छेहरू छ नै टिकटकमा पनि हेर्दैन भन्ने यु नो एकदम लास्ट प्राउड लाग्यो यार